मेरो कविताको शीर्षक रहेको छ हो म त्यही खोला। यो एउटा गद्य कविता हो जसले एउटा खोलाको आवाजलाई प्रतिनिधित्व गरेको छ। मेरो कविता यस प्रकार सुरु हुन्छ। हो म त्यही खोला जो तिमी भन्दा भौगोलिक रूपले टाढा छु, तर तिम्रो दैनिकी चलाउनमा मेरै अस्तित्वको विसर्जन भइरहेको छ। मेरै बलिदानले तिम्रो अस्तित्व कायम हुन सकेको छ। हुन त तिमी जस्ता मानिसले मलाई माताको दर्जा दिने गर्छन् र पुच्छन् पनि, तर यहाँ प्रश्नवाचक चिन्ह उठ्छ। कुन वस्तुले? त्यही प्लास्टिक, रसायन र तिम्रै मलमूत्रले। तिनै उद्योग र कलकारखाना जसका उत्पादनको उपभोग त तिमी गर्छौ, तर त्यसको मूल्य मैले तिर्नुपर्छ। आफ्नै तनमाथि ती फोहोरका डङ्गुरलाई स्थान दिएर। तिमी आफ्नो स्वतन्त्रताको लागि ठुलठुला क्रान्ति गर्छौ, आन्दोलन गर्छौ अनि के हो के। तर जब मेरो पालो आउँछ, तिमी भित्र भएको स्वार्थले तिम्रो स्वतन्त्रताको आवाजलाई दबाउने गर्छ। तिमी आफूलाई सर्वश्रेष्ठ र सभ्य प्राणी भन्छौ, तर स्वयंले उत्पादित गरेकै फोहोर, धुलो, धुवाँलाई सहन पनि प्रकृति र ममाथि भर पर्छौ। कहाँ गए तिम्रा ती सभ्य समाजका आचरणहरू? अनि कहाँ गए तिम्रा ती क्रान्तिकारी भाषणहरू जो मेरा लागि निस्कदैनन्? के तिमीले शून्यताको महसुस गरेका छौ? होइन, तिमीले वास्तवमा गरेकै छैनौ शून्यताको महसुस। मैले गरेको छु। ती जलचर माछा, ती बोट बिरुवा जो मेरै बहावमा बगेर जहाँ म गए त्यहीँ जान्थे, जसले मेरो सुन्दरताको प्रतिनिधित्व गरेका थिए। तर कहाँ गए ती जीवजन्तु र बोट बिरुवा? हो, तिमीले ठीक सोच्यौ। तिम्रै कुकर्मको शिकार भए ती र शून्यता, उजाड र एक्लोपनमा बस्नु पर्यो मैले। तर तिमी मलाई कमजोर नठान। तिमीले मलाई माताको पद त दियौ, तर के तिमीले मेरो चण्डी रूप देखेका छौ? त्यो तिम्रो कंक्रिटको सीमालाई एक पलमा ढलाउने सामर्थ्य राख्छु म। त्यो संकुचित परिधिलाई फुटाएर आफ्नो बाटो र भाग्य आफै लेख्ने सामर्थ्य राख्छु म। नबिर्स, मेरै सिर्जना हौ तिमी, अनि मेरै अभावमा तिमी सुकेर मर्छौ र मेरै बहावमा तिमी बगेर मर्छौ। हो, म त्यही खोला हुँ जो शान्तिसँग निर्मल भएर बग्न सक्छु र उग्र चण्डी रूप लिएर बगाउन पनि सक्छु। धन्यवाद।